धन्यवाद कार्यक्रम सञ्चालक कमरेडलाई। रोल्पा जिल्लाको केन्द्र सदरमुकाम लिबाङमा आयोजित यो आकर्षक र विशाल जनसभाका अध्यक्ष कमरेड, हाम्रो गौरवशाली पार्टी केन्द्रका सहयोद्धा कृष्णबहादुर महरा लगायत केन्द्रीय समितिका सबै कमरेडहरू, यस जिल्लाका सबै विभिन्न तहका कमरेडहरू, जिल्लामा फेरि एकपटक निर्वाचनको निम्ति प्रत्यक्ष उम्मेदवारका रूपमा उपस्थित हाम्रो पार्टी केन्द्रका सहयोद्धा कमरेड वर्षमान पुन मगर र सम्पूर्ण जनसमुदायलाई म पार्टी केन्द्रको तर्फबाट, मेरो तर्फबाट एकचोटि फेरि क्रान्तिकारी अभिवादन र लाल सलाम भन्न चाहन्छु। कमरेडहरू र आदरणीय जनसमुदाय, आज असाध्य व्यस्तताको बीचमा पनि मैले भर्खरै कपिलवस्तुको एउटा सभामा सम्बोधन गरेर यहाँ रोल्पामा र रोल्पापछि तुरुन्तै फेरि रूपन्देहीको एउटा सभामा सम्बोधन गरेर काठमाडौँ फर्किने पर्ने भएकोले मलाई अरू कमरेडको कुरा पनि सुन्ने मन हुँदै पनि मैले पहिला बोल्न पर्यो र मलाई आज रोल्पा जिल्लाको सदरमुकाममा तपाईहरुको अगाडि उभिएर यो चुनावी सभालाई केही कुरा भन्दै गर्दा मलाई विशेष गर्व र हर्षको महसुस भएको छ। हाम्रो नेपाली क्रान्तिको किल्लाका रूपमा स्थापित रोल्पा र क्रान्तिकारी जनताको रूपमा ऐतिहासिक भूमिका निर्वाह गरेका तपाईहरु सबैको अगाडि उभिँदा मैले खाली रोल्पा जिल्लाको जनताको अगाडि मात्रै होइन, रोल्पाका तमाम शहीदहरू, बेपत्ता योद्धाहरू, घाइते अपाङ्गहरू, उहाँहरूका सबै आदरणीय परिवारजनहरू सबैप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै गर्दा मैले 77 जिल्लाका जनतालाई सम्बोधन गरेको महसुस गरेको छु। हामीले यो चुनावी सन्दर्भमा काठमाडौँमा एउटा ठुलो सभा गर्ने कि भनेर पनि सोचेका थियौँ, तर काठमाडौँका हाम्रा नेता साथीहरूले मलाई सुझाव दिनुभयो, तपाईँ रोल्पा जाँदै हुनुहुन्छ, रोल्पा नेपाली जनवादी क्रान्तिको एउटा किल्ला भएको हुनाले तपाईले त्यहाँ सम्बोधन गरेपछि देशैभरि सम्बोधन हुन्छ, हामी कहाँ आवश्यक त्यति पर्दैन भनेर शुभकामना दिनुभयो। तपाईहरु सबैलाई म यस अर्थमा तपाईहरु सबै गौरवशाली इतिहासका गौरवशाली पात्र हुनुहुन्छ र तपाईहरुको अगाडि उभिएर मैले सम्बोधन गर्दा मैले केन्द्रमा उभिएर हाम्रो क्रान्तिको राजधानीमा उभिएर देशभरि सम्बोधन गरेको महसुस गरेको छु। तपाईहरु सबैलाई फेरि एकचोटि बधाई भन्न चाहन्छु, फेरि एकचोटि धन्यवाद भन्न चाहन्छु। तपाईहरुले इतिहास बनाउनु भयो र तपाईहरुकै काखमा बसेर नै हामीले नेपालको जनवादी क्रान्तिलाई 10 वर्षको जनयुद्ध मार्फत आधारभूत रूपले सफल पार्न सम्भव भयो र तपाईहरुको बीचमा अहिले म यस अर्थमा पनि खुसी छु, म पहिलो निर्वाचन, संविधान सभाको पहिलो निर्वाचन रोल्पाको एउटा क्षेत्रबाट उम्मेदवारको रूपमा निर्वाचित भएको थिएँ र अनि त्यहीबाट म प्रधानमन्त्रीको रूपमा, पहिलो प्रधानमन्त्रीको रूपमा भूमिका खेल्ने अवसर मलाई प्राप्त भयो। यस अर्थमा म जहिले पनि रोल्पाका जनताप्रति, यहाँका क्रान्तिकारी योद्धा र नेता कार्यकर्ताहरूप्रति म जहिले पनि ऋणी छु, आभारी छु। तपाईहरु सबैप्रति मैले इतिहासका ती सबै कालखण्डमा बिताएका दिनहरू स्मरण गरिरहेको छु र त्यसको ऐतिहासिक महत्त्व इतिहासमा लेखिसकिएको छ र यसपटक अलि असहज परिस्थिति छ देशको राजनीतिक परिस्थिति। संविधान सभाको निर्वाचन जस्तो या संविधान घोषणा भइसकेपछिका दुईटा निर्वाचन जस्तो यसपटक छैन। ती भन्दा भिन्न 23 र 24 गतेको जेनजी युवाहरूको 23 को आन्दोलन अनि 23 गते बेलुका भएको हत्या, निर्मम दमन र 24 गते भएको विध्वंसका कारण यो पटकको निर्वाचन एउटा असहज परिस्थितिमा हुँदैछ। मलाई लाग्छ तपाईँ रोल्पाली पार्टीका नेता कार्यकर्ताहरू र तपाईँ रोल्पाली जनताले पक्कै पनि यो कुरा राम्रोसँग बुझिसक्नु भएको छ। यो पटक राष्ट्र निकै ठुलो अप्ठ्यारोमा परेको छ। नेपालको राष्ट्रिय स्वाधीनता, नेपाली जनताको आत्मसम्मान, नेपाली जनताले नेपालको बारेमा निर्णय गर्ने अधिकारमाथि विदेशी प्रतिक्रियावादी र तिनका दलालहरूले
चुनौती दिने दुस्साहस गरेका छन्। त्यसकारण आज राष्ट्रको एकतालाई अक्षुण्ण राख्ने, राष्ट्रिय स्वाधीनतालाई जगेर्ना गर्ने, सुदृढ गर्ने र एउटा नयाँ शक्तिका साथ विदेशी प्रतिक्रियावादी र तिनका दलालहरूका विरुद्ध एउटा नयाँ अभियान चलाउनु पर्ने आवश्यकता यति बेला पैदा भएको छ। र यस्तो बेलामा मैले एकचोटि फेरि क्रान्तिको आधार इलाका भनेर हामीले रोल्पा, रुकुम, जाजरकोट, सल्यानलाई क्रान्तिको केन्द्रीय आधार इलाका मान्थ्यौँ र मैले आज देशको जटिल राजनीतिक परिस्थिति देशमा देखा पर्न खोजेको हामीले ठुलो सङ्घर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धि नेपाली महिलाहरूले, नेपाली दलितहरूले, नेपाली आदिवासी जनजातिहरूले, मधेसीले, मुस्लिमले, थारूले पाएका अधिकारलाई माथि प्रहार गर्ने दुस्साहस भइरहेको छ। समग्रमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानमाथि प्रहार गर्ने दुस्साहस भइसकेको छ। हाम्रा महान शहीदहरूले अकल्पनीय त्याग र बलिदानका कीर्तिमान कायम गरेर स्थापित गरेका मूल्य मान्यतामाथि प्रहार हुने दुस्साहस भएको छ। त्यसकारण म यो पटक रुकुम जिल्ला, रुकुम पूर्वबाट प्रत्यक्षको उम्मेदवारको रूपमा खडा छु। मैले रुकुममा उम्मेदवार हुँदै गर्दा म रुकुममा मात्रै उम्मेदवार भएको ठानेको छैन। सायद तपाईहरुले सुनिराख्नु भएको होला। म यो पटक रुकुम आउनुको पछाडि देशमा विदेशी प्रतिक्रियावादी र तिनका दलालहरूले जसरी राष्ट्रलाई सङ्कटतर्फ धकेलेका छन् र राष्ट्र बचाउनको लागि एउटा नयाँ अभियान, एउटा जनताको नयाँ एकता, जनताको एउटा नयाँ तागतको आवश्यकता पर्यो। जसरी हिजो हामीले निरङ्कुश राजतन्त्रका विरुद्ध युद्धको उद्घोष गर्दै गर्दा हामीले रोल्पा, रुकुमबाट अनि क्रान्तिको केन्द्रीय आधार इलाका र देशभरि यसलाई विस्तारित गर्ने काम यहीँबाट सुरु गरिएको थियो। त्यसकारण यो पटक देशमा देखा पर्न खोजेको सङ्कट समाधान गर्न र यहाँका क्रान्तिकारी जनताहरूलाई साथमा लिएर देशलाई अझ सुदृढ गर्ने, राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्यले नै म अहिले रुकुम पूर्वमा आएको छु। किनकि रोल्पामा म पहिलो पटक निर्वाचन लडिसकेको छु र तपाईहरुको समर्थनले संविधान बनाउने ठाउँसम्म देश पुर्याइएको छ। अहिले परेको अप्ठ्यारोमा म रुकुम पूर्व आउनु मैले भनेको छु। त्यो रुकुम पश्चिम पनि हो, त्यो रोल्पा पनि हो, त्यो सल्यान पनि हो, त्यो जाजरकोट पनि हो। अझ केन्द्रीय रूपमा भन्दा रोल्पा रुकुम नै हो। र रोल्पा रुकुममा मैले उभिएर बोल्दै गर्दा राष्ट्रको पक्षमा, जनताको पक्षमा, भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा, आर्थिक समृद्धिका पक्षमा, सामाजिक न्यायका पक्षमा बोल्दै गर्दा त्यो 77 जिल्लामा बसेर बोले जस्तै शक्तिशाली हुन्छ भन्ने विश्वासले म यहाँ आएको छु। त्यसकारण म तपाईं रोल्पाली जनताको अगाडि उभिएर फेरि एकचोटि तपाईहरुलाई अनुरोध गर्न चाहन्छु। देशलाई अप्ठ्यारोमा पार्न खोजिएको छ, देश अप्ठ्यारोमा परेको पनि छ। यो अप्ठ्यारोबाट देशलाई निकास दिनको लागि जनताको आवश्यकता अनुसार सुशासन, सामाजिक न्याय र समृद्धिको एउटा नयाँ यात्रा मार्फत समाजवादतिर अगाडि बढ्नको लागि एकचोटि फेरि केन्द्रीय आधार इलाकाका जनताले नयाँ सिराबाट, नयाँ रूपबाट नयाँ अभियान चलाउनु पर्ने भएको छ। त्यसकारण म प्रमुख नेतृत्वको हैसियतले फेरि एकचोटि केन्द्रीय आधार इलाकाका जनतासँग अपिल गर्न, यदि प्रतिक्रियावादी र तिनका दलालहरूले, विदेशी शक्ति र तिनका दलालहरूले नेपालको स्वाधीनता र आत्मसम्मानमाथि प्रहार गर्ने कोसिस गर्छन् भने नेपाली जनता नयाँ एकताका साथ, नयाँ शक्तिका साथ त्यसको प्रतिवाद गर्नेछन् भन्ने विश्वास र यो सन्देश देशभरि प्रवाहित गर्न र यहाँ उभिएर देशभरि मात्रै होइन विश्वभरि रहेका नेपालीहरूलाई पनि फेरि एकचोटि नयाँ एकताका साथ, नयाँ सङ्कल्प र आत्मविश्वासका साथ प्रतिक्रियावादी र तिनका दलालका विरुद्ध अभियान छेड्नका लागि हामी यहाँ छौँ। म आज सबै कुरा भन्दा पनि रोल्पामै गएर एउटा सम्बोधन गर्दा यो निर्वाचन अभियानको मुख्य सम्बोधन हुन सक्छ भन्ने ठानेर नै तपाईहरुको अगाडि उपस्थित भएको छु। आदरणीय जनसमुदाय र सबै कमरेडहरू, साँच्चै नै देश अहिले जहाँ छ
हाम्रै सङ्घर्ष र हाम्रै क्रान्तिकारी योद्धाहरूको त्याग र बलिदानका कारणले छ र यो चिजलाई अझ परिमार्जित गर्नु छ, अझ विकसित गर्नु छ। हामी महिलाहरूले जे जति अधिकार जनयुद्ध र जनआन्दोलन मार्फत प्राप्त गरेका छौँ त्यसलाई अझ माथि पुर्याउनु छ, अझ अधिकार थप्नु छ। दलितहरूलाई अझै समानता र आत्मसम्मानको अधिकार अझै थप्नु छ। शासकीय स्वरूपमा सुधार गर्नु छ। हामीले सुरुदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरा गर्दै आएका हौँ, त्यो अझै पुरा भएको छैन। हामीले निर्वाचन प्रणाली यस्तो खर्चिलो र महँगो निर्वाचन प्रणाली हामीले खोजेकै होइन। हामीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली मार्फत आम नेपाली जनताको अभिमतलाई सम्मान गर्न चाहेका हौँ, त्यो गर्न बाँकी छ। र हामीले यो निर्वाचन पछि संसदबाट जेनजी युवाहरूले भने जस्तै भ्रष्टाचारका विरुद्ध र संविधान संशोधन गरेर यसलाई परिमार्जन गर्ने र विकसित गर्ने कुरामा हामी सङ्कल्पबद्ध छौँ। म तपाईँ रोल्पाली जनताको अगाडि उभिएर एकचोटि फेरि क्रान्तिको नेतृत्वको हैसियतले तपाईँहरूसँग अपिल गर्न चाहन्छु। हामीले फेरि एकचोटि एउटा नयाँ एकता, एउटा नयाँ अभियान, त्यसमा एउटा दोहोरो अडानको आवश्यकता छ। म तपाईहरूमाथि भरोसा गरेर तपाईहरूले इतिहासमा खेलेको भूमिकालाई सम्मान गर्दै, ती तमाम शहीदहरूप्रति श्रद्धा व्यक्त गर्दै, बेपत्ता योद्धाप्रति सम्मान व्यक्त गर्दै म तपाईहरूको अगाडि उभिएर सिङ्गो राष्ट्रलाई सम्बोधन गर्दैछु। राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न यो निर्वाचनलाई एउटा अभियानको रूपमा सफल पार्न जरुरी छ। मैले भन्न चाहेको पहिलो र मुख्य कुरा यो हो। दोस्रो कुरा, यो निर्वाचन हामी जस्तो परिस्थितिमा सम्पन्न गर्दैछौँ, हामी चाहन्छौँ कि यो निर्वाचन स्वच्छ होस्, निष्पक्ष होस्, धाँधली रहित र भयरहित ढङ्गले सम्पन्न होस्। त्यसरी मात्रै नेपाली जनताको विजय सुनिश्चित गर्न सकिन्छ, नेपाली जनताको अभिमतलाई ठिक ढङ्गले राख्न सकिन्छ। त्यसकारण मैले सबै ठाउँमा भन्ने गरेको छु, सायद तपाईँहरूले सुनि पनि राख्नु भएको होला। यति बेला राष्ट्र अप्ठ्यारोमा परेको हुनाले हाम्रो सुरक्षा निकाय, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, सुरक्षा निकायसँग सम्बन्धित सबै प्रतिनिधिहरू अनि सबै राजनीतिक दल अनि कर्मचारी तन्त्र अनि निर्वाचन आयोग, अदालत सबैमा जिम्मा लिएर बसेका हामी सबै नेपालीहरूले पहिलो काम नेपाल राष्ट्र बचाउने कामलाई उच्च प्राथमिकता दिएर यो निर्वाचन सफल पार्न योगदान गरौँ। म सबैलाई विशेष अपिल गर्न चाहन्छु। हाम्रो सुरक्षा निकायप्रति भरोसा छ, सेनाप्रति, प्रहरीप्रति, तर 23 र 24मा घटनाक्रम जसरी घट्यो त्यसले सम्पूर्ण नेपाली जनतालाई साँच्चै नै तरङ्गित बनाएको छ, चिन्तित बनाएको छ र यो परिस्थितिबाट निकास दिनको लागि निर्वाचनभन्दा उत्तम विकल्प अरू थिएन। तपाईँहरूलाई थाहा छ, मैले र कमरेड माधव कुमार नेपाल र कमरेड वर्षमान पुन समेत 26 गते राति राष्ट्रपति भवनमा प्रधान सेनापति र राष्ट्रपतिसँग, जेनजी प्रतिनिधिहरूसँग रातभरि संवाद गरेर आजको परिस्थिति बनाउन हामीले सहजीकरण गरेको हो। यसलाई सफल पार्ने हामी सबैको दायित्व छ। म तपाईँहरू सबैसँग अपिल गर्न चाहन्छु कि हामी सबैले आफ्नो ठाउँबाट राष्ट्रिय एकताको प्रदर्शन गरौँ, राष्ट्र बचाउने सङ्कल्प गरौँ र यो निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरौँ। मैले भन्न चाहेको दोस्रो कुरा यो हो। तेस्रो कुरा, यो पटक हामीले विगतको परम्पराको पछि लागेनौँ। यद्यपि अघि यहाँ कमरेड वर्षमान पुनले पनि भनिसकेको जस्तै मेरो नेतृत्वमा तेस्रो पटक सरकार हुँदा हामीले भ्रष्टाचारका विरुद्ध अभियान छेडेका थियौँ, हामीले सामाजिक न्यायका पक्षमा अभियान छेडेका थियौँ, हामीले आर्थिक समृद्धिका पक्षमा हामीले परराष्ट्र नीतिलाई भारत, चीन लगायत विश्वका सबैसँग राम्रो सम्बन्ध विकसित गर्दै लगेका थियौँ। तर भ्रष्टाचारका पक्षपातीहरूलाई त्यो सह्य भएन, यो देशका दलालहरूलाई त्यो सह्य भएन र हामी सरकारबाट बाहिर आउनु पर्यो। म अहिले लामो भन्न समय छैन, तपाईँहरूले सुनिराख्नु भएको छ। मलाई सदनमा मैले पहिलोचोटि चाहिँ सरकारबाट हट्नुपर्ने बेलामा जो विश्वासको मतको सन्दर्भमा भनेको थिएँ र चुनौतीको साथ भनेको थिएँ, हाम्रो पार्टीले र मेरो नेतृत्वको सरकार, त्यति बेला अर्थमन्त्री वर्षमान पुन भएको बेलामा बजेटमा हामीले केही नयाँ चिज ल्याएर समाजवादको आधार तयार पार्ने निकै मेहनत गरेका थियौँ
र एउटा नयाँ उत्साह जनतामा पैदा हुँदै थियो। यो सहन नसक्ने दलालहरू बिचौलियाहरूले हामीलाई हाम्रो सङ्ख्या नपुगेकै कारण हामीलाई सरकारबाट हटाए र हामीले चुनौतीका साथ भनेका थियौँ हामीलाई त हटायौ तर नेपाली जनतालाई हटाउन सक्ने छैनौ। हामी फेरि नेपाली जनताको बीचमा गएर तिमीहरूको भ्रष्ट शासनलाई हामी भत्काई छान्नेछौँ भनेर मैले सङ्कल्प गरेको थिएँ। अहिले त्यस्तै परिस्थिति बनेको छ। अहिले दुईटा अतिवादी प्रवृत्ति देखिएका छन्। 23 गते जेन्जी युवाहरूको निर्ममतापूर्वक हत्या गर्ने निरङ्कुश अहङ्कारी र दम्बी प्रवृत्ति एकातिर, अर्कोतिर 24 गते विध्वंस गर्ने विदेशी प्रतिक्रियावादीसँग मिलेर राष्ट्रलाई नै ठुलो सङ्कटमा धकेल्ने प्रवृत्ति अर्कातिर। ती दुवै प्रवृत्तिका विरुद्ध हामी राष्ट्रिय एकताको निम्ति हामीले नेपाली कम्युनिस्ट पार्टी गठनको पहल गऱ्यौँ। आदरणीय जनसमुदाय, यो सानो घटना होइन। अहिले 2 दर्जनभन्दा बढी देशभक्त वामपन्थी र क्रान्तिकारी कम्युनिस्टहरूको एकता गरेर हामीले नेपाली कम्युनिस्ट पार्टी बनाएका छौँ र एउटा नयाँ तागतको साथ प्रतिक्रियावादका विरुद्ध फेरि एकचोटि राम्रै अभियान चलाउने सङ्कल्प लिएका छौँ। र मलाई लाग्छ तपाईँ रोल्पाली जनताले यो कुरा बुझ्नुहुनेछ। र हामीले जसरी मैले रुकुम पूर्वमा आएर पनि विकासको मोडेल, यहाँ रोल्पामा कमरेड वर्षमान पुन एकचोटि फेरि तपाईहरुको प्रतिनिधिका रूपमा हुनुहुन्छ। मैले प्रधानमन्त्रीको रूपमा र उहाँले अर्थमन्त्रीको रूपमा काम गर्दै गर्दा पछिल्लो मन्त्री परिषदमा जे सन्देश हामीले दिन खोजेका थियौँ धेरै ठुलो सन्देश थियो। त्यो म तपाईहरु सबैलाई त्यो बारेमा चिन्तन गर्न, मनन गर्न र कमरेड वर्षमान पुनलाई रिकर्ड बन्ने गरी अत्यधिक बहुमतद्वारा रोल्पाले एकचोटि फेरि नयाँ रिकर्ड बनायो भन्ने गरी तारा चुनाव चिन्हमा मतदान दिएर विजयी गरेर पठाउनुहोस्। वर्षमानलाई के गर्न पर्छ मेरो जिम्मा छोडिदिए हुन्छ। मैले वर्षमानको लागि यहाँ अघि केही कमरेडले मलाई भनिसक्नु भएको छ। वर्षमान कमरेडबाट मैले धेरै ठुलो आशा अपेक्षा गरेको छु। उहाँले यो राष्ट्रको निम्ति, यहाँको जनताको निम्ति, यहाँ समाजवादको नयाँ यात्रा आरम्भ गर्नको निम्ति उहाँले धेरै जिम्मेवार र गम्भीर भएर काम गर्नुपर्ने छ। नेतृत्वको हैसियतले मेरो सदैव उहाँलाई साथ छ। यहाँ अरू सिनियर लिडर हुनुहुन्छ, कृष्णबहादुर महरा, जोखबहादुर महरा, झक्कु सुवेदी लगायत थुप्रै कमरेडहरू हुनुहुन्छ। तपाईहरु सबै साथी हुनुहुन्छ। मैले धेरै सपना देखेको छु रोल्पाबाट, रुकुमबाट, जाजरकोट सल्यानबाट र हाम्रो क्रान्तिको आधार इलाकाबाट। र यो क्रान्तिको आधार इलाका हुँदै 77 जिल्लाका तमाम हाम्रा पार्टीका नेता कार्यकर्ताहरू, हाम्रा शहीदहरू, बेपत्ता योद्धाहरू, घाइते अपाङ्गहरू, तिनका आदरणीय परिवारजनहरू सबैलाई मैले अपिल गर्दैछु कि एउटा साँच्चै समाजवादी नेपाल निर्माण गर्ने सङ्कल्पका साथ एकचोटि फेरि हामी मैदानमा उत्रिएका छौँ। यो पटक हामीले हतियार लिएर मैदानमा उत्रेका छैनौँ। हामीले मतपत्र लिएर, तपाईहरुको मतपत्रको तागतमा सिंहदरबारमा गएर फेरि एकचोटि नयाँ समाजवादी अभियान चलाउने सङ्कल्प लिएर तपाईहरुको साथमा आएका छौँ। पक्कै पनि तपाईहरुले रिकर्ड बनाउनु हुनेछ र मलाई लाग्छ यहाँ हाम्रो पार्टीका उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराएर मेरो यो सपना मैले जीवनको उत्तरार्धमा एकचोटि फेरि एउटा नयाँ अभियानको लागि तपाईहरुबाट तागत लिएर, तपाईहरुबाट शक्ति प्राप्त गरेर म देशव्यापी अभियानमा छु। आजै पनि बिहान काठमाडौँमा थुप्रै आन्तरिक कार्यक्रमहरू सम्पन्न गरेर कपिलवस्तु हुँदै रोल्पा र अब रूपन्देही हुँदै फेरि काठमाडौँ पुग्नु छ। मैले अब धेरै भन्न सक्ने स्थिति छैन। म अन्तिममा नेपाली कम्युनिस्ट पार्टी मात्रै यो राष्ट्रको एकता बचाउन प्रतिबद्ध, सङ्कल्पबद्ध र धेरै क्रान्तिकारीहरूको एकताको तागत यहाँ छ। र तपाईँ क्रान्तिकारी जनताले पनि, देशैभरिकाले पनि मैले जे रिपोर्ट सुनेको छु, हाम्रो दिन प्रतिदिन विजय यात्रा अगाडि बढिरहेको छ। स्वच्छ निष्पक्ष निर्वाचन हुँदा हाम्रो पार्टी पहिलो पार्टी बन्ने पुरै सम्भावना छ र त्यसको निम्ति तपाईहरु सबैसँग गम्भीर अपिल गर्दै फेरि एउटा समाजवादी आन्दोलनको सुरुवात केन्द्रीय आधार इलाकाबाट गर्ने सङ्कल्प गर्दै र देशभरिका क्रान्तिकारी र जनतालाई पनि त्यही अपिल गर्दै म बिदा हुन्छु। धन्यवाद। अभिवादन। लाल सलाम।
त्यहाँ गरौँ